नमस्कार। आज पनि एउटा सानो भिडियो लिएर आएको छु मैले। Camero Romelo यो Media. चाहिँ रहेको छ हाम्रो यो काठमाडौँको काँडाघारीमा रहेको छ। यो एउटा स्कुलको साइट हो। यहाँ चाहिँ माथि छतमा चाहिँ बच्चाहरूलाई प्ले गर्नको लागि खेल्नको लागि तल दुबो राखेर माथिपट्टि चाहिँ एउटा रुम निकाल्नु भएको छ। यो रुमको साइज चाहिँ हजुरको लगभग 30 बाइ 30 भन्दा अलिक बढी नै छ। यो 30 बाइ 33 होला। यो हजुरको 30 यहाँ 30 भनेपछि 33 जति होला। यो यसमा चाहिँ हाइट पनि धेरै गरिएको छ भने मोटामोटी भुइँदेखि माथिसम्म 22-23 फिटसम्मको हाइट छ। यो चाहिँ हल्का गोलो टाइपमा छ यो ठाउँ पनि। र यहाँ चाहिँ उहाँहरूले सबै सिसा हाल्ने भन्नुभएको छ। तलको भागमा चाहिँ खोल्ने गर्ने भन्नुभएको छ भने माथि चाहिँ फिक्स गर्ने भन्नुभएको छ। त्यही हिसाबमा यो काम बनेको छ। भिडियो पुरा हेर्नु होला। अनि यस्तै काम हजुरलाई गराउनु छ भने हामीलाई सम्पर्क गर्नु होला। हाम्रो काठमाडौँ पेप्सी खोलामा हाम्रो पसल रहेको छ भने हाम्रो सेवाहरू चाहिँ काठमाडौँ उपत्यकादेखि उपत्यकाको आसपास पनि हाम्रो चाहिँ सेवाहरू रहन्छ। हाम्रो चाहिँ यसको साथसाथै हामीसँग चाहिँ एल्युमिनियमको झ्याल ढोका, इपिभिसीको छानो जस्ताको छानो, टफन ग्लासको छानो, पोलिकार्बोनेटको छानो, त्यसै गरी प्रिफायर बोर्डको वाल, सिमेन्टी बोर्डको वाल, फल सिलिङ सम्पूर्ण काम कलर सहित हुन्छ हाम्रो। हामी चाहिँ छतमा कोठाई निकाल्ने काम गर्छौँ। बालुवा सिमेन्टीको बाहेक हामी सम्पूर्ण काम गर्छौँ। फलामकोदेखि स्टिलको कामदेखि रेलिङ, छत, झ्याल, ढोका, पार्टेसन, ग्लेजिङ, एसिपी बोर्ड सबै काम गर्छौँ। हाम्रो चाहिँ हरेक कामको भिडियोहरू यही युट्युबमा रहेको छ। गएर हेर्नु होला। हाम्रो काम कस्तो लाग्छ हेर्नु होला। र तपाईँहरूलाई चाहिँ चाहिन्छ भने सम्पर्क गर्नु होला। र यो सम्बन्धी काममा केही जिज्ञासा छ, केही कुरा जान्न मन छ भने सम्पर्क गर्नु होला अथवा हाम्रो अफिसमा आएर भिजिट गर्नु होला। हजुरहरूलाई यही काम भिडियो हेरेर केही यही काम पनि गरौँ कि भन्ने भएको छ भने सल्लाह सुझावको लागि र यो काम गर्ने मेसिनको लागि पनि हामीलाई सम्पर्क गर्नु होला। मसँग धेरै मान्छेहरू साथीहरूले चाहिँ यहाँ मेरोबाट आएर काम सिकेर हैन उहाँहरूले आफै गर्नुभएको छ। धेरै जस्तो मान्छेहरू साथीहरू चाहिँ काठमाडौँ बाहिरबाट आउनु भएको थियो। काठमाडौँ उपत्यकाको चाहिँ अब प्रायः धेरै ठाउँमा छ यस्तो ठाउँहरू। त्यही काम गरेर सिक्नुहुन्छ भने काठमाडौँ उपत्यकाबाट आउने मान्छेहरूलाई चाहिँ छिटो सिक्नु पर्ने हुन्छ। अनि छिटो सिकाउनको लागि चाहिँ अब जहाँ पाए त्यहाँ सिकाउँदैन उनीहरूले, किनकि टाइम दिएर सिकाउन सक्दैन। र हामीले केही पैसा पनि लिन्छौँ। लामो समयसम्म सिक्नुहुन्छ भनेदेखि चाहिँ पैसा परेन। तर केही समय मात्रै सिक्नु र टाइम दिएर चाहिँ सिक्नुहुन्छ भनेदेखि चाहिँ थोरै पैसा लाग्छ। अब अरू फोनमै भन्ने कुराहरू छन् भने म फोनमै भनिदिन्छु, त्यसको लागि केही पैसा लाग्दैन। हजुर यहीँ आउनुभयो र यहीँ गर्नु खोज्नुभयो भने सामान्य पैसा थोरै लाग्ने हो। र यस्तो यस्तो भिडियोहरू मेरो अरू पनि छ। कति भिडियोहरू चाहिँ त्यही भिडियो हेरेर पनि काम गर्न सक्ने खालको भिडियोहरू छ। यो चाहिँ ओसन ब्लू ग्लास राखेको छ। माथिपट्टि हेर्नुहोस् फिक्स छ भने तलपट्टि चाहिँ खोल्ने झ्याल विन्डो रहेको छ। यो चाहिँ हाम्रो मोटामोटी 4 लाखमा चाहिँ यो पुरै सिसाको काम भएको छ हाम्रो। एउटा स्कुलको काम थियो। र यस्तै कामको लागि सम्पर्क गर्नु होला। र मेरो पुरानो भिडियोहरू पनि हेर्दै गर्नु होला। र मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। केही समयदेखि नै म अलिकति च्यानल बाहिर थिएँ। अब यस्तै भिडियो हाम्रो चाहिँ हालिरहन्छौँ। त्यही भएर मलाई चाहिँ सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नु होला। हस्, धन्यवाद।